समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा, फाइनल प्रवेशका लागि मलेसियासँग खेल्ने। नेपाली टोलीले एसिसी मेन्स अन्डर 16 इस्ट जोन कपमा अर्को फराकिलो जित निकालेको छ। अघिल्लो खेलमा पनि भारी अन्तरको जित निकालेको नेपालले आजको खेलमा पनि भुटानलाई 298 रनको फराकिलो अन्तरले पराजित गरेको हो। जितका लागि 359 रनको लक्ष्य सहित जवाफी ब्याटिङमा आएको भुटानको टोलीले जम्मा 60 रन मात्रै बनाउन सकेको हो। भुटानका लागि सुजन दावाले सर्वाधिक 14 रन बनाएका थिए भने ओपनर उयोक छोफेल 10 रनमा आउट भएका थिए। भुटानका अन्य खेलाडीले दोहोरो अङ्कमा समेत रन जोड्न सकेका थिएनन्। भुटानको पारी ध्वस्त बनाउने क्रममा नेपालका कप्तान विपिन शर्माले सर्वाधिक 4 विकेट लिएका थिए। त्यस्तै सचिन भट्ट र सुयोग भट्टराईले समान 2-2 विकेट लिएका थिए। भुटानका अन्तिम नम्बरका खेलाडी ब्याटिङका लागि मैदान नआउँदा नेपालले 32 ओभर 4 बलमा 9 विकेट लिएको अवस्थामा विजयी भएको थियो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित 50 ओभरमा 5 विकेट गुमाएर 358 रनको विशाल योगफल तयार गरेको थियो। नेपालका लागि रौनक श्रीवास्तवले 168 रनको शतकीय पारी खेलेका थिए भने 17 रन जोड्दा 2 ओपनर गुमाएको नेपालले त्यसपछि भने सम्हालिएर खेल्दै विशाल योगफल बनाउन सफल भएको थियो। नेपालका लागि रौनक बाहेक जय थापा नेपालका लागि 61 रनको अभिजित पारी खेलेका थिए। त्यस्तै शिवांश बजगाईले 54 रनको योगदान दिएका थिए भने सुगम बुढाथोकीले पनि नेपालका लागि 35 रनको योगदान दिएका थिए। यसअघि नै सेमिफाइनल पुगेको नेपाल समूह चरणको सबै 4 खेलमा अपराजित रहेको छ। नेपालले अब फाइनल प्रवेशका लागि अर्को समूह उपविजेता मलेसियासँगै खेल्नेछ भने समूह बीबाट हङकङ समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। नेपाल प्रतियोगिताको साबिक विजेता पनि रहेको छ।